morning. Welcome to our new video, Math section. आज चाहिँ हामी क्लास 8 को अर्को क्वेसन लिएर आएका छौँ। यो चाहिँ क्लास 8 को BLE मा आउन सक्ने एउटा इम्पोर्टेन्ट क्वेसन हो। यो चाहिँ क्वेसन नम्बर 3 मा मेनली क्वेसन नम्बर 3 मा आउने गर्छ। ओके, यो चाहिँ मेनली सिम्पल इन्ट्रेस्ट गर्छ। यस्तै क्वेसनहरु प्र्याक्टिस गर्दै हुनुहुन्छ ल। यसैगरी हामी क्वेसन प्र्याक्टिस गर्छौं। ओके, ल स्टार्ट गरौँ ढिला नगरी। सोलुसन फर्स्ट में क्वेश्चन में के गिवन छ तो लेखौं। ओके, अंकिता हैज डिपोजिटेड Rs 3 lakhs. ओके, 3 lakhs in a commercial bank for 3 years. 3 years time and the rate भनेको यहाँ रेट पर्सेन्ट में गिवन छैन। रेट अफ Rs 12 interest per annual for Rs 100 मा 12 चाहिँ रेट गिवन छ। ओके, ल अब गिवन के हुन्छ त गिवन ल प्रिन्सिपल P equal to Rs कति छ 3 लाख। ओके, टाइम T equal to कति छ 3 years। ओके, ल रेट PTR फर्मुलाहरु याद होला, छैन भने बुझ्नु होला। त्यस्तो डिफिकल्ट छैन सिम्पल इन्ट्रेस्ट को। R इक्वल टु अब Rs 12 ल अहिले फर्स्ट मा त्यही लेखौं। सरी, Rs 12 इन्ट्रेस्ट पर एनुअल फर Rs 100। यो त्यस्तो ल्याङ्ग्वेज लङ लेखिराख्नु नलेखेको हुन्छ। ओके, र यसो भनेको Rs 100 पर्सेन्टेज भनेको 100 मा हुन्छ, 100 मा छ भने त्यो भनेको त्यही पर्सेन्टेज हुन्छ। ओके, यो भनेको 12% हुन्छ। ल ए को आन्सर भइ नै सक्यो। ल ए मा ल ए को आन्सर आइ नै सक्यो। ए को भनेको 12% हुन्छ। ओके, ल बी मा हेर्नुस्, हाउ मच इन्ट्रेस्ट विल अंकिता गेट इन 3 years भनेको हामीलाई इन्ट्रेस्ट फाइन्ड गर्नु छ। ओके, हाउ मच इन्ट्रेस्ट। ल बी मा फर्मुला थाहा छ होला, फर्मुला थाहा हुँदाखेरि त्यो डिफिकल्ट हुँदैन। ओके, इन्ट्रेस्ट INTREST इन्ट्रेस्ट इक्वल टु के हुन्छ फर्मुला PTR अपन 100। P छ, T छ, R छ। ओके, अब फाइन्ड गर्न सकिहाल्नुहुन्छ नि हैन। Rs 3 लाख, 3 लाख इन्टु 3 इन्टु R भनेको 12 अपन 100। यसमा क्याल्कुलेटर भन्ने खालको पनि छैन, इजी छ। 0 0 क्यान्सल गरिदिनुस्। ओके, ल कति आयो त यहाँ लेख्नुस्। Rs 3 1,08,000 दिन्छ। ओके, इन्ट्रेस्ट 3 लाख को 3 years मा 1,08,000 इन्ट्रेस्ट त राम्रै आएछ। ओके, ल सीमा सीमा के छ, सीमा चाहिँ अलिकति डिफिकल्ट जस्तो छ, त्यस्तो डिफिकल्ट पनि छैन। ल यो मैले इरेज गरेँ। ओके, ल द एज अफ इल्डरसन एन्ड यंगरसन को छ अंकिता को। ओके, ल 15 years and 10 years, 15 र 10 years छ। And next, if Ankita divides her Rs 3 lakh to her son, sonलाई डिवाइड गर्छ बेस्ड अन द रेशियो अफ देयर एज सँग। ल रेशियो अफ इल्डर एन्ड यंगर सन। ओके, यंगर सन इक्वल टु डिवाइड गर्नु इल्डर र यंगर, ध्यान दिनु है। यंगर र इल्डर भनेको छ र इल्डर र यंगर त्यसमा डिफरेन्स हुन्छ 3/2। 3/2 इक्वल टु 3:2 आयो। ओके, 3:2 चाहिँ रेशियो रहेछ। ल नेक्स्ट, अब लेट द मनी गेट टु अंकिता
अङ्किताज इल्लर्सन भनेको यो मनी भन्दा नि यहाँ एक्चुअल मनी भन्दा पनि बेस्ट हुन्छ है। एक्चुअल मनी, अब एक्चुअल मनी भनेको यसैको एजको आधारमा मनी डिभाइड गरेको छ नि 3x चाहिँ मैले लेट गरेँ। ओके 3x इल्लर्सनमा भयो, 2x चाहिँ के भयो यङ्गर्सन। मनी गेट टु अङ्किताज यङ्गर्सन इक्वल टु 2x। यो भनेको चाहिँ दुईटा लेट है। यो x चाहिँ हामीले एड गरेका, यो भनेको एड भन्दा नि एउटा लेट गरेको, एउटा भेरिएबल लेट गरेका x y चाहिँ लेट गर्दा नि हुन्छ। नाउ टोटल मनी इक्वल कति छ, नाउ भन्दा नि अगेन बेस्ट हुन्छ। अगेन टोटल मनी इक्वल टु उसले 3 लाख मात्रै डिभाइड गरेको छ है। ओके 3 लाख। ल नेक्स्ट स्टार्ट गरौँ। अब टोटल मनी भनेको यिनै दुईटा सनलाई डिभाइड गर्ने हो नि 3x र 2x उनीहरूले पाए। अब 3x + 2x भनेको 3 लाख भयो। 3x + 2x इक्वल टु RS 3 लाख। ओके ल यो कति भयो 5x। 5x इक्वल टु RS 3 लाख। x इक्वल टु कति आयो त 3 लाख अपन 5 भनेको कति भयो x इक्वल टु RS 60,000। ओके अब इल्लर्सनले पाएको र यङ्गर्सनले पाएको फाइन गर्नुहोस्। नाउ इल्लर्सनले पाएको कति हो 3x। 3x इक्वल टु 3 × 60,000 इक्वल टु 1,80,000 सरी 18 भयो। ओके अब 2x यहाँ नयाँ तपाईँले अलिकति ल्याङ्ग्वेज पनि लेख्न सक्नुहुन्छ। द मनी गेट टु इल्लर्सन भनेको यति भयो। यङ्गर्सन भनेको 2 × 60,000 RS थप्नुहोस् इक्वल टु RS 1,20,000। ओके अब हामीलाई डिफ्रेन्ट फाइन्ड गर्नुपर्छ। ओके यसमा द मनी टु गेट इल्लर्सन यो भनेको यङ्गर्सन। ओके यङ्गर्सन इक्वल टु 2x। ल डिफ्रेन्स भनेको 1,80,000 माइनस 1,20,000 इक्वल टु कति आयो 60,000। भनेको द इल्लर्सन गेट 60,000 मोर देन द यङ्गर्सन। ओके यङ्गर्सनको भन्दा 60,000 चाहिँ बढी पाएछ इल्लर्सनले। ओके यसै गरी यस्तै क्वेसनहरू प्र्याक्टिस गर्नु होला। यो एउटा इम्पोर्टेन्ट हुन्छ यो सिम्पल इङ्ग्लिसबाट। ओके काहीँ कन्फ्युज यो क्वेसनसँग सम्बन्धी कन्फ्युज छ भने कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। ओके यसै गरी प्र्याक्टिस गर्नु होला। आजलाई यति नै, अर्को भिडियोमा तपाईँ र मेरो भेट हुनेछ। ओके भिडियोलाई लाइक सब्सक्राइब सेयर र कमेन्ट गर्न चाहिँ नभुल्नु होला। ओके तपाईँ र मेरो भेट यस्तै अर्को भिडियोको साथमा हुनेछ। धन्यवाद।